मसँग चाहिँ एउटा सिल्पेक नेपाली क्यासेट छ, टेस्ट गरेर हेर्छु के गीत छ। सिल्पेक ओपन भइसकेको छ। दामोदर प्रेजेन्ट ए फ्रेन्ड साथी, यो क्यासेटको नाम चाहिँ साथी। सिङ्गर छ राजु लामा, क्रान्ति आले, भरत छिटौला, रामचन्द्र काफ्ले। ए कलेक्सन अफ नेपाली लोक पप सङ्ग्स बी रमेश अधिकारी, हरिकृष्ण पोखरेल र रमेश अधिकारी, उहाँ दुईजनाले नै यो बनाएको हो। प्रड्युसर बाई हरिकृष्ण पोखरेल, रमेश अधिकारी, आसामकै मान्छेले बनाएको यो। र क्यासेट देखाउने छु तपाईँहरूलाई कस्तो छ भित्र। क्यासेट चाहिँ यस्तो निस्क्यो, सुहाग इलेक्ट्रोनिक्स निवेदन, यो आसामिसबाट ल्याएको छ, यो आसाममै बनेको र सिल्पेक क्यासेट। र यो एकदमै यो पोस्टरले गर्दाखेरि चाहिँ यो निकाल्दाखेरि हेर्नुहोस् है, यसको यो पनि भाँच्यो। यसलाई साइडमा राखौँ। र तपाईँहरूलाई पहिलो गीत चाहिँ सुनाउने छु म। 1 नम्बरको गीत बनु बनु लाग्यो भने, राजु लामाको आवाजमा र सङ्गीत महेश खड्काको। बनु बनु लाग्छ तिम्रै साथी, बनु बनु लाग्छ मनका कुरा, मेरो मनको चाहना, मेरो मनको चाहना कहिले हुन्छ होला पुरा। दोस्रो नम्बरको गीत छ मुस्ताङको, क्रान्ति आले र राहुल प्रधानको सङ्गीतमा। तीन नम्बरको गाना छ निलो, भरत छिटौलाको आवाजमा र सङ्गीत पनि भरत छिटौलाको। चार नम्बरको गाना छ छिनछिन, रामचन्द्र काफ्लेको आवाजमा र सङ्गीत चाहिँ छ नरहरि प्रेमी। साइड बीको पहिलो गाना छ तिमी, खेमराज र सिन्धुको आवाजमा र सङ्गीत चाहिँ छ श्रीकृष्ण लुइटलको। तीन नम्बरको गाना छ घुम्न जाउँ, गायक र सङ्गीत छ भरत छिटौलाको। र बी साइडको अन्तिम गाना छ तिमीले हेऱ्यौ, श्रीकृष्ण लुइटेलको आवाजमा र सङ्गीत पनि श्रीकृष्ण लुइटेलको। र यो थियो साथी अडियो क्यासेट। र यसमा चाहिँ सबै नै एल्बमको गीतहरू छ। र कोले यो गानाहरू सुन्नुभएको थियो र यो क्यासेट कोले ल्याउनु भएको थियो अगाडि होइन, अगाडिको जमानामा कमेन्ट गर्नु होला। र यो क्यासेट जुन बनाउने हुनुहुन्छ हरिकृष्ण पोखरेल र रमेश अधिकारी, तपाईँहरूलाई भिडियो कस्तो लाग्यो हामीलाई कमेन्ट गरेर भन्नुहोला। र आजको लागि यति नै। हजुरहरू जम्मैलाई धेरै धेरै धन्यवाद।